एकदम इम्पोर्टेन्ट कुरा भन्छु है तपाईहरुलाई भिडियो राम्ररी हेर्नु र सुन्नु होला है तपाईहरुलाई एकदम काम लाग्छ यदि मेरो कुरा सुन्नु भएन भने तपाईहरु पस्ताउनु हुनेछ है किन पस्ताउनु हुन्छ भने म किनभने यो पार्किङ दिँदै हुनुहुन्छ नि यो पार्किङ चाहिँ फ्री हो फ्री भनेको अलकत्र पैसा नलाग्ने पार्किङ हो अनि ठ्याक्कै तपाईहरु मेरो अगाडि देख्दै हुनुहुन्छ होला यो हो डोमेस्टिकको पार्किङ गाडी पार्किङ बाइक पार्किङ सबै अगाडि देख्दै हुनुहुन्छ नि यो चाहिँ यहाँ चाहिँ छिरेकी पैसा लाग्छ फेरि घण्टाको 40 रुपैयाँ या 50 रुपैयाँ कति छ 30 रुपैयाँ कति छ हैन टक्कै यहाँ तलबाट आउने आउने ठ्याक्कै यो बाटो यहाँनेर आएपछि यता भित्र छिर्ने ठाउँ चाहिँ यो पार्किङ देख्नुहुन्छ हैन यदि डोमेस्टिक कोही आएर एकछिन कामसाम छ भने अथवा दिनभर राख्दैन के फरक पर्दैन यहाँ राख्दैन हुन्छ अगाडिबाट ठ्याक्कै त्यहाँ छिर्यो भने पैसा लाग्छ त्यही भएर तपाईहरुलाई मैले इम्पोर्टेन्ट कुरा के हो भनेको त्यही हो के पार्किङ चाहिँ फ्री हो यहाँ तलबाट सुरु आउने हैन अनि सर आयो नि यसरी आयो यहाँबाट सट्टै राइट छिर्ने बित्तिकै पार्किङ पुग्यो त्यहाँ पैसा लिइहाल्छ त्यहाँ पुग्नु भन्दा यहाँ अगाडिबाट टक्कै यहाँ यो झाडीमा बाइक राख्नु भने चाहिँ पैसा लाग्दैन है तपाईहरुलाई मैले एकदमै काम लाग्ने कुरा भनेको छु अब टाढो टाढो हुनुहुन्छ भने चाहिँ काम लाग्दैन यो सबै गाडीहरु अलकत्तै रहेछ तपाईहरु यदि काठमाडौँमै हुनुहुन्छ र डोमेस्टिक एयरपोर्टमा यदि आउने काम छ भने चाहिँ एकदमै इम्पोर्टेन्ट है यो सवारी साधन लिएर आउँदै हुनुहुन्छ भने चट्टै यहाँ हाल्नु यता हाल्नुस् पार्किङ फ्री कस्तो लाग्यो तपाईहरुलाई मेरो कुरा हैन ठिकै लाग्यो होला हैन अब फ्रीमा पार्किङ गर्न पाइन्छ भनेपछि त जसलाई पनि ठिक लागिहाल्छ नि मेरो भ्लगमा शेर्पा भ्लग्समा अनि नमस्ते सुरु गर्दैछु माया गरिदिनु भएको छ यसरी नै यो भिडियोलाई पनि माया गरिदिनुहुन्छ भन्ने आशा गर्दछु भिडियो चाहिँ सुरु गर्दैछु अहिले चाहिँ म ठ्याक्कै घरतिर अगाडि बढिरहेको छु अब घर अगाडि बढ्न त बढ्दैछु पानी देखिसक्नु भयो होला कति भिडियोमा कति देख्दै हुनुहुन्छ एकदमै कालो एकदम कालो बादल भएर आइसक्यो यो पानी कति बेला थाहा छैन आज फेरि असार 15 दही चिउरा खाने दिन मैले त दही चिउरा खाइसकेँ तपाईहरुले खानुभयो कि भएन प्लिज कमेन्ट गर्नु होला अनि यो पानीमा चाहिँ फेरि गोब्रो भिज्यो भने बर्बाद हुन्छ अस्ति पनि एउटा भ्लग बनाइरहेको थिएँ यसरी नै पानीमा गएर झ्यापै गोब्रो नै बन्द भयो क्या हिँड्दै हिँड्दै झ्यापै बन्द भयो पानी अलिअलि भिजाएको थियो क्या हुनु त वाटरप्रुफ हो भन्छ गोब्रो हैन तैपनि अब पानीमा पऱ्यो भने भिज्छ क्या भिज्यो भने बिग्रिन्छ जस्तो लाग्छ है मलाई त्यही भएर त्यो दिन त अनि जाँदा जाँदा भ्लग बनाउँदै थिएँ है योभन्दा अगाडि 2 दिन अगाडि भ्लग हो झ्यापै गयो तनाव बल्ल अब मैले 80,000 जाने भयो भने हैन लगभग 80,000 पर्छ यो चाहिँ हिरो 6 ब्ल्याक हो अनि तनाव भयो माटोले के गरेँ भने मैले अनि घर गएर चट्टै त्यो मोबाइल पानीमा भिज्दाखेरि गर्छ सेम त्यही केस गरेँ के गरेँ भने टक्कै गोब्रोलाई अफ गरेँ ए सरी यार अफ त अफै भइसक्यो थियो नि टक्कै गोब्रोको ब्याट्री छुटाएँ मोबाइल पनि चार्ज गरिनँ अनि पक्का चामलमा हालेँ मैले चामलमा हाल्नुको कारण चाहिँ त्यो पानी सानी पऱ्यो भने ठिक हुन्छ क्या पानीमा चामलमा भिजाएर भनेपछि फेरि बुट चामलमा ब्याट्री र गोब्रो राखेँ अनि त्यसपछि त्यसको 1-2 दिनमा हेरेको अनि टक्कै चार्ज गरेको भयो यार कस्तो खुसी लाग्यो क्या पैसा त जे जोग्यो नत्र भने पैसा चुना लाग्थ्यो भ्लग बनाउनु पाउने थिइनँ त्यही भएर आज भ्लग बनाइरहेको छु यही चामलमा के भन्छ त्यसलाई हालेको सेट भएको गोब्रो यही हो आज भ्लग बन्दैछ कस्तो बन्दैछ कमेन्ट गर्नु होला त्यही भएर आज पनि पुरै बादल कालो भइसक्यो भक्तपुर एरियाबाट चाहिँ पुरै आइसकेको छ यो भक्तपुरबाट एरियाबाट आएपछि चाहिँ अब म पुग्नुपर्ने कपन अनि कपन पुग्नेसम्म पानी परेन भने चाहिँ भ्लग बन्छ हैन यस्तै बन्छ हेर्नु होला अन्तिमसम्म भ्लग हेर्नु होला अनि कतै पानी सानी पऱ्यो भने चाहिँ झ्याम्झु बन्द गरिहाल्छु अनि तपाईहरु अर्को कुरा च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला है यो शेर्पा भ्लग 7 लाई मैले शेर्पा भ्लग 7 चाहिँ किन राखेँ भने म चाहिँ फेरि रोनाल्डोको एकदम बिग फ्यान रोनाल्डोको जर्सी नम्बर 7 त्यही भएर मैले मेरो भ्लगको नाम पनि शेर्पा भ्लग्स 7 नै राखिदिएँ है कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गरिदिनु होला यसको लागि पनि अहिले चाहिँ म ठ्याक्कै एयरपोर्टको अगाडिको बाटोतिर हिँड्दैछु
पानी पर्न लाग्छ सबै मान्छेहरू रफ्तारमा हिँडिरहेछ यार हस्पिटल चाहिँ यता मेरो देब्रेपट्टि छ तपाईँले भिडियोमा कस्तो देख्दै हुनुहुन्छ एकदमै मौसम चाहिँ कालो भइसक्यो एकदमै कालो बादल पुरै मडारिसकेको छ कतिखेर पानी चुन्छ के पानी टक्कै झर्न मात्रै बाँकी छ यार छिटो जानुपर्छ घर अनि टक्कैसँगले बस्नु पर्यो त्यो अगाडि घर पुग्नुभन्दा अगाडि चाहिँ पानी नपरोस् है भगवान् पानी पर्न लाग्यो भन्दा अगाडि कट्नु पाए त राम्रो हुन्थ्यो अलिकति भए नि चाँडो पुगिन्थ्यो कि अगाडि के गर्नु गाइज यो गाडीले छेल्दियो अब ठ्याक्कै गौशाला आइसक्यो अब चाहिँ के गर्नुपर्छ भने उता जानु भएन यो अगाडिको यो सेतो लाइन चाहिँ कट्नु भएन गाइज यो यदि सेतो लाइन अगाडिको कटे उता देब्रेपट्टि गइयो भने अनि पर्छ फेरि लेन लाइनमा ट्राफिकले झ्याप झ्याप चिट काटिहाल्छ त्यही भएर यही बस्नुपर्छ हजुरहरू पनि होसियार गर्नु होला यसरी ट्राफिक हुनु त अब काठमाडौँमा मात्रै होइन जताततै ड्राइभिङ गर्दै हुनुहुन्छ भने चाहिँ एकदम बी केयरफुल भएर ड्राइभ गर्नु होला सडकमा निस्किसकेपछि चाहिँ सवारी साधन लिएर निस्किसकेपछि चाहिँ एकदम नियमको पालन गर्नु होला यसरी छिर्नु चाहिँ भएन यताबाट आउँछ यसरी लात्तै हाल्छ कि अनि यसलाई अहिले मामाले देख्यो भने फेरि चिट काट्छ हेडौँमै त काट्छै काट्दैन यसलाई चिट कहिलेकाहीँ ट्राफिक आउँछ लात्तै चिट काटिहाल्छ क्या त्यही भएर बाटोमा हिँडिसकेपछि चाहिँ हामीले ढिलो चाँडो पुगिन्छ जहाँ गए पनि होइन ट्राफिकको नियम चाहिँ मान्नै पर्छ है गाइज ढलानको पुरा घुमिरहेछ अरे हावाले घुम्यो होला अरे के गर्छ कारबाहीको दायरामा पर्यो चेकिङ भएको छ त गाइस मैले त आज त यार शनिबार जस्तो लागिरहेको क्या आज त आइतबार पो हो त यार जय बागेश्वरी माता रक्षा गर्नुहोस् जय बागेश्वरी माता रक्षा गर्नुहोस् अलिक बाटो खुल्ला देखेर कि शनिबार जस्तो लागिरह्यो यार काठमाडौँमा बाटो खुल्ला देखेँ कि शनिबारको याद आउँछ यार यहाँ शनिबार भन्दा बाहेक चाहिँ अरू दिन चाहिँ बाटो खाली हुँदैन है गाइस त्यो चाहिँ याद गर्नु होला
अहिले चाहिँ म ठ्याक्कै गौशालादेखि यो चाबेलतिर लम्किरहेको छु रफ्तारमा। अनि शनिबार चाहिँ अफिसहरू छुट्टी हुन्छ, स्कुलहरू सबै छुट्टी भएको हुनाले चाहिँ ट्राफिक अलिक कम हुन्छ क्या। अनि नत्र भने चाहिँ पुरै काठमाडौँ चाहिँ पुरै जाम हो यो चाहिँ। अनि शनिबार पनि तपाईँको मेन चोकहरू हुन्छ नि, जस्तै अब चोक हुन्छ नि, त्यो चाहिँ लास्टै जाम हुन्छ फेरि। जस्तै अब मानिलिउँ न, अब तपाईँलाई कोटेश्वर भनौँ न, कोटेश्वर जाम हुन्छ किनभने त्यहाँदेखि पूर्व जाने गाडी अनि तपाईँको धुलीखेल नगरकोट उता पूर्व जाने सब त्यहाँ जाने हुनाले चाहिँ त्यहाँ चाहिँ लास्टै जाम हुन्छ। अनि फेरि कलङ्कीतिर जाम हुन्छ, फेरि यो त्रिभुवन पार्क जाने उता जाने यता जाने होइन, त्यहाँ जाम हुन्छ। अनि यो चाबेलतिर पनि शनिबार जामै हुन्छ फेरि, किनभने त्यो यता सुन्दरजलहरू जाने यता साँको जाने घुम्न जाने मान्छेहरू हुन्छ नि, त्यसको लागि एकदम भिड हुन्छ गाइज। अनि अरू यो भित्री बाटोहरू भनेको चाहिँ एकदमै फेरि खुल्ला सुनसान नै हुन्छ। झन् यो अहिले त पुरा घाम लाग्छ दिउँसो है, पुरै घाम ला हुन्छ। अनि घाम लागेपछि त झन् गर्मीले क्या मान्छेहरू त खोइ हिँड्यो। म त कहाँबाट जाउँ यार, तल सरस्वती नगरबाटै छिर्नु पऱ्यो यार। यो चाबेल चोकमा देख्नुभयो होला नि कस्तो जाम भइरहेछ गाइस। मैले त्यही भन्दैछु नि तपाईँलाई, जाम हुन्छ भने होइन यही हो कि चाबेलको विशेषता। हाम्रो चाबेलको विशेषता चाहिँ यही हो। अब म बिस्तारै कपनतिर लाग्छु। तपाईँहरू यदि चाबेलबाट कपन जाँदै हुनुहुन्छ भने चाहिँ कपन बालाखानी जता पनि जाँदै हुनुहुन्छ भने चाहिँ गाडी चाहिँ यता लाग्छ, यो मेडिकेयर हस्पिटल भइहाल्यो यतापट्टि देब्रेपट्टि। अनि यहाँतिर कपन जाने गाडी लाग्छ, यो लाइनमा कपन जाने बसहरू पाइन्छ। यहाँ फेरि के को जाम हो यो फेरि, यङ्गोले किन जाम गर्यो? यङ्गो थ्री व्हिलर, थ्री पनि होइन यार, यो त फोर व्हिलर यार, 1 2 3 4 व्हिलर। यङ्गोले ड्याङ्गो ल्याउँछ भने त्यो हो रहेछ यार। अब चाहिँ म ठ्याक्कै गोपीकृष्ण ओह्रालो पुगेँ, राइट टर्निङ हान्नु पऱ्यो कपन जानलाई, गोपीकृष्ण कपन जानलाई गाइज। तपाईँहरूलाई चाहिँ म सरस्वती नगर, कपन सरस्वती नगर घुमाउँदै लान्छु है। हेर्नुहोस् है ठ्याक्कै छिर्यो है। यहाँबाट पनि टेम्पोहरू पाइन्छ, माथि कपन सपन जाने, माथि सबै कपन जाने गाडीहरू। अब हामी बिस्तारै अगाडि बढौँ। पुरानो गोपीकृष्ण अलि अगाडि हो। अहिले चाहिँ त्यो भूकम्प आएकोदेखि भत्काएर चाहिँ त्यहाँबाट चलेको छैन, अहिले चाहिँ यस्तो छ, त्यो पनि चल्दैन, हल बन्द छ। अनि अब हामी सरस्वती नगरतिर अगाडि बढ्यौँ। यही हो सरस्वती नगरको बाटो। ल हेर्नुहोस्, यो चाहिँ सरस्वती नगर मेन। अब यहाँदेखि सिधा यो यहाँदेखि एकदम सिधा तेन्जिङ चोकसम्म यस्तै सिधा छ है, डोरी टाँगेको जस्तै सिधा छ, कहीँ पनि दायाँ बायाँ टर्निङ छैन गाइज। जस सरस्वती नगरसम्म आइपुग्दा नि पानीले भेटाएको छैन, खुसी छु। यहाँदेखि अगाडि अब त पानी परेन, हल्का केही फरक पर्दैन। घर आइपुग्नु लागिसक्यो गाइज। घर आएपछि त लुगा त छिटिन्छ नि त घरभित्र। बिस्तारै जान्छु यार।
छिटो गएर नि के चाहिँ गर्नु छ र फेरि यो स्कुटीहरू भने बेला ब्रेक लाग्दैन के त्यही समस्या छ झन् यो पानी पऱ्यो भने चाहिँ यो ड्रम ब्रेक त झन् फ्यास्सै तल जान्छ कि कमसेकम डिस्क भए पनि झ्याप लाग्छ नि त डिस्कले झ्याप्पै लाग्छ फेरि त्यो के हुन्छ नि लड्ने डर हुन्छ झ्याप्पै लडिन्छ क्या अनि यो ड्रम ब्रेकहरूमा चाहिँ त्यही हो ब्रेक चाहिँ लाग्छ तर बिस्तारै यहाँदेखि अब पर लाउनु चाहिँ यहाँदेखि च्याप्दै जानु पऱ्यो कि त्यहीँ गएर ठाउँको ठाउँ चाहिँ लाउँछु भनेर चाहिँ नसोचे हुन्छ कि झ्यापै ब्रेक हान्दा झ्यापै जान्छ ब्रेकभित्र जान्छ भनौँ न अनि लाग्दैन कि ब्रेकै त्यही भएर स्कुटीहरू चाहिँ भने जस्तो स्पिड कुदाउनु चाहेर पनि सकिँदैन ब्रेकै लाग्दैन ब्रेक नलासी बर्बाद हुन्छ फेरि यहाँ कुना काप्चाबाट फेरि मान्छेहरू बच्चाहरू फेरि फिलिली कुद्छ फेरि झ्याप्पै हान्यो भने बर्बाद हुन्छ त्यहाँ त्यही भएर ठिक्क आफूले ब्रेकले झ्याप्पै हान्छु भन्ने सामान चाहिँ हामीले कुदाउनु पऱ्यो राइड गर्नु पऱ्यो ड्राइभ गर्नु पऱ्यो अनि फेरि पनि भन्छु है तपाईँहरूलाई एकचोटि हेर नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब पनि गर्नु यो चाहिँ मेरो एकदमै नयाँ च्यानल हो है भर्खरै खोल्या हो 1-1.5 महिना भयो क्या अरे तपाईँहरूले एकदम माया गरिदिइराख्नु भएको छ जतिले पनि भिडियो हेर्नुहुन्छ सब्सक्राइब गरिदिनु भएको छ खुसी लाग्छ सब्सक्राइब मात्रै होइन सेयर पनि गरिदिनु होला लाइक सेयर गरिदिनुहोस् अनि प्लिज कहाँबाट हो एकचोटि यसो कमेन्ट पनि पाउनु हजुर अनि कमेन्ट यदि तपाईँहरू नयाँ युट्युबर हुनुहुन्छ भने नयाँ भ्लगर हुनुहुन्छ भने चाहिँ म तपाईँलाई ब्याक दिनेछु फेरि तपाईँको च्यानललाई पनि सब्सक्राइब गरिदिनेछु है त साथीहरू यसरी अब हामी दाजुभाइहरू चल्ने त हो नि होइन अब मैले तपाईँलाई सब्सक्राइब गर्ने तपाईँको भिडियो हेर्ने होइन अनि तपाईँले मेरो हेर्ने अनि यसो भिडियोलाई भ्युजहरू बढाउने सब्सक्राइब गर्ने हामी नयाँ युट्युबरहरू चाहिँ त्यसरी एकअर्कामा सहयोग गर्नुपर्छ कि हातेमालो गर्दै अगाडि बढ्नुपर्छ अहिले म चाहिँ ठ्याक्कै तेन्जिनको चोक आयो कपन तेन्जिन चोक यही होला ठ्याक्कै यता 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 दायाँ यो बाटो चाहिँ नयाँ खोला हो अस्तिसम्म बन्द जानुहोस् हजुर जानुहोस् मलाई हतार छैन म बिस्तारै जान्छु मैले अघि भनिसकेको छु तपाईँ पनि जानुहोस् म बिस्तारै जान्छु सबलाई जानुहोस् भन्दैमा कुरी आफू चाहिँ लास्टमा राति पुग्ला भएको फेरि फुच्चीहरू के रहेछ फुच्चीहरू बच्चाहरू क्या गर्दा रे ओ यार ल बर्बाद भयो यार बर्बाद पानीले हानो यार पानीले हानेपछि त अघि नै मैले भने कुद्छु स्पिडै कुद्छु के ब्रेक लागोस् नलागोस् कुद्छु अरू भन्दा नि गोप्रो भिज्यो भने बर्बाद हुन्छ क्या भ्लग पनि बनाउनु ओ टिभीएसको यार एक्सचेन्ज मेला रहेछ यार के गर्नु यार टिभीएस स्कुटी त चाहिएको छ नि आफूलाई यार के गर्नु पैसा छैन ढेउमोडु छुड्याऊ भने जस्तो हो कि तर मेरो इच्छा चाहिँ छ पछि एन्ट्रक लिने बाइकहरू अरू केही पनि एन्ट्रकै लिन्छु एन्ट्रकै लिएर एन्ट्रकमा टक्कसँगले भ्लग बनाउने इच्छा छ मेरो ठुलो इच्छा छ किनभने एन्ट्रकको पावर पुग्छ नि त 125 सीसी पावर पुग्छ अलिक मजाले कुद्छ लुक्सहरू पनि राम्रो छ हुन त यो डियो पनि एकदमै लक्की छ मेरो लागि राम्रो कुदिरहेको छ त्यही पनि एन्ट्रक भनेको एन्ट्रकै हो माइलेज त दिँदैन मलाई थाहा छ माइलेज त त्यही 25-30 भन्दा पनि नदेला यार मेरो यसले 40-45 दिइरहेछ रेन्ज त्यही भएर राम्रै भइरहेछ अब एन्ट्रकले चाहिँ पुरानो हुँदै गएपछि फेरि 15-20 मात्रै दिन्छ अरे क्या त्यो झन् बर्बाद त्यही भएर मलाई माइलेजको मतलब भएन मलाई पर्फर्मेन्स चाहियो स्पिड चाहियो होइन अनि जहाँ गयो नि भ्लग बनाउनलाई सजिलो होस् क्या एन्ट्रकले त्यही भएर म एन्ट्रक चाहिँ लिने इच्छा छ ड्रिम छ कतिको ड्रिम पुरा हुन्छ हेरौँ पछि बिस्तारै लिनु पर्ला अहिले हतार छैन अहिले पैसा पनि छैन नि त पैसा भएपछि त लिने हो के गर्नु हजुर के गर्नु यता चाहिँ पानी परिसकेको रहेछ पानी परेर पनि तपाईँको रोकिसकेको रहेछ ओ किन कुद्या हो लडिन्छ ल मैले अब गोप्रो बन्द गर्नुपर्ने हुन्छ किनभने पानी पऱ्यो भिज्यो भने फेरि अस्ति जस्तै हुन्छ फेरि लगेर चामलभित्र घुसार्नु पर्ने हुन्छ यार अस्ति त चामलमा घुसारेर गोप्रो बन्यो अब चाहिँ बन्ला जस्तो लागेन त्यही भएर गोप्रो निभाउँ कि के हो एकछिन हेरौँ त ठुलो पानी पऱ्यो निभाउँछु गाइस निभाउने होइन गोप्रो सेटै खोल्नु पऱ्यो नि निभाएर मात्रै पनि भएन नि त यार
ल त हजुर अहिलेसम्म भिडियो हेरिदिनु भयो धन्यवाद। अहिलेसम्म भिडियो हेरेर सपोर्ट गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद होइन। मैले भन्दै थिएँ नि अघि नै गोप्रो भिज्छ होला के हुन्छ होला कसो हुन्छ होला, ठ्याक्कै त्यो तल चोकमा आउँदा आउँदै ठुलो पानी पऱ्यो क्या। ठुलो पानी परेपछि के भयो भने मैले गोप्रो झ्यापै भिजाएँ, गोप्रो झ्यापै अफ गरेँ अनि छिटो घरमै गएर खोल्छु भने कि त्यो बाटोमा कहाँ खोल्ने झन् भिजिन्छ होइन। यो पानी परेर यस्तो हालत भएको छ, मेरो गोप्रोको हालत चाहिँ यस्तो भएको छ। गोप्रो अलिअलि पानीले भिजिरहेको छ हेरौँ होइन। अहिलेसम्मको सुट गरेको त राम्रै होला, अब के हुन्छ कसो हुन्छ अब यसलाई अफ गरेर एकचोटि फेरि चार्ज गर्नु पऱ्यो। अनि त्यसपछि चाहिँ चार्ज गरेर के हुन्छ कसो हुन्छ अर्को भ्लगमा भनौँला है त। अहिलेसम्म भिडियो हेरेर अन्तिमसम्म सपोर्ट गरिदिनु भयो र च्यानलमा नयाँ हुन्छ भने चाहिँ लाइक सेयर र सब्सक्राइब गरिदिनु होला है त। आजको भिडियो यहीँ टुङ्ग्याउँछु। हस् त नमस्ते, बाई बाई।